मैले सोचेँ यो ठाउँमा मजाले पानीहरू आएर सबै कचडहरू बगायो होला भनेको, खोइ त केही पनि भएको छैन। आज जस्तोको त्यस्तै देखिन्छ। हेरौँ आज हुन्छ कि हुँदैन यहाँ माछा। एकजना पनि देखाइदिएको छैन। ल है गाइस, दिउँसो त भिडियो बनायो, माछा मारेको देखाउन पाएन। एक्लै हुँदा माछा कसरी मारेको भिडियो बनाउने, त्यही लागि हेर्नुहोस् गाइस, आज त माछा यति पर्यो। कतिवटा छ भनेपछि अहिले म तपाईँहरूलाई खोलेर देखाउँछु है। ओहो, हेरौँ है त कत्रो कत्रो साइजको यो माछा हो। आज चाहिँ सबभन्दा पहिला लागेको भनेको माछा यो हो, तेलापिया। कत्रो ठुलो लागेछ आज, हेर्नु त। 300-400 ग्रामको त यही होला। अनि त्यसको पछि गाइस एउटा यो मृगल हो, यो रुई हो, अनि रुई हो। अनि यहाँ अझै दुईवटा छ, हेर्नुहोस्। हुन्छ, यो साह्रै ठुल्ठुलो छ। यो चाहिँ यो पनि मृगलिए छ हो। 1 2 3 4वटा, और यो मिलाएर 5वटा छ हो। 5वटा त मारेछु है गाइस। धेरै ठुलो त छैन है, तर यत्रो त 3 किलो माथि त भएछ गाइस। आज यसैको झोल बनाएर खाने मजाले। ल गाइस।